ल हेर्नुहोस् तपाईँहरू यत्रा यत्रा खसीहरू आफ्नै लगानीबाट हाम्रा आदरणीय रमना खड्का दाइले चाहिँ पाल्नु भएको छ। उहाँले मात्र होइन, कालिज, तपाईँको परेवा, कुखुरा जस्ता चिजहरू पनि धेरै उत्पादन गरेका छन्। हुनुहुन्छ हाम्रा दाइ। दाइ नमस्कार। दाइ, हजुरको अगाडि यसो हेर्दाखेरि हामी पनि एकदमै प्रभावित पऱ्यौँ है। यो खासमा यति बाख्राहरू यत्रो यत्रो नयाँ नयाँ प्रजातिका बाख्राहरू अग्लो अग्लो छन्। यो कसरी कहाँबाट के गर्नुभयो दाइ तपाईँले? मैले पहिला त सुरुवात मसँग एउटा बाख्रा थियो, त्यसपछि एउटा बाख्रा थियो, त्यो एउटाबाट दुईटा, दुईटाबाट चारवटा भए। त्यसपछि मेरो मनमा अलिकति उन्नत जातको बोका ल्यायो भने अझै राम्रो वृद्धि हुन्छ कि भनेर त्यसपछि मैले उन्नत जातको एउटा बोका ल्याएँ। अनि यो बोका ल्याइसकेपछि अहिले सबै बाख्रामा परिवर्तन दाइ के छ यो यसमा हजुरको दुःख कष्ट त अब धेरै नै होला। लागत कति छ र यसको फाइदा कति छ, घाटा कति छ, यो विषयमा पनि भन्नु न। फाइदा घाटाको विषयमा अब दुःख नगरेर सुख पाइँदैन भन्ने हुन्छ होइन, हुन पनि हो। अब हाम्रो यो पहाडी ठाउँमा हाम्रो यो भूभागले गर्दा सिँचाइको व्यवस्था नहुँदा खेतीपातीबाट सबै कुरा होला भन्ने पनि सकिँदैन। अनि तर केही व्यवसाय गर्नको लागि यहाँका मान्छेले, हामी जस्ता मान्छेले, कृषकहरूले अनि यो बाख्रा पालेर केही घर खर्च चलाउन सकिन्छ भन्ने सोच भएर अहिले बाख्रामा राम्रै छ भनौँ। जे होस् अहिले तपाईँलाई चाहिँ एकदम सन्तुष्ट छ? मलाई एकदमै सन्तुष्ट छ, कसैसँग यताउति छैन, आफ्नो स्वतन्त्र। यसरी तपाईँ बसे जसरी स्वदेशमै के गरे हुन्छ भन्ने चेतना चाहिँ विदेशमा गएका दाजुभाइहरूलाई उनलाई चाहिँ तपाईँले यही समुदायमा फर्किनुपर्छ भन्ने मान्यताका साथ चाहिँ के भन्न चाहनुहुन्छ? उहाँलाई के भन्नु? फुल्ली मान्यता भनेको विदेशमा बस्ने दाजुभाइले आफ्नै स्वदेशमा यसै गरेर लगानी थोरै भएर अनि घर खर्च चल्ने यताउति हुने व्यवसाय नै हाम्रो यो बाख्रा पालन, गाई भैँसी पालन, खेती किसानी गरेर जीविका चल्न सक्छ। बकाइदा गऱ्यो भने सबै कुराहरू हुन्छ। अनि अब विदेशका जस्तोको अर्काको ठाउँमा अर्काका चिल्ला गाडी चिल्ला घर देखेर केही हुनेवाला छैन। विदेश बस्ने दाजुभाइले पनि म बलि पहिला बसेको हो इन्डिया, अनि त्योभन्दा आफ्नै गाउँठाउँमा यसै गरेर एउटा आँसी बोकेर एउटा लाम्रो बोकेर केही कष्ट गऱ्यो भने सम्पन्न यतै छ भन्ने मलाई पुरै लाग्छ। ल धन्यवाद दाइ। हजुरको व्यवसाय भनौँ अथवा हजुरको इच्छा आकाङ्क्षा अनुसारको पेसा भनौँ, यसलाई यो चाहिँ वृद्धि विकास हुँदै जाओस्। तपाईँको कुरा सम्पूर्ण विदेशमा बस्ने दाजुभाइहरूले पनि एकपटक सुनेर भए पनि आफ्नो स्वदेशको